मिति 2083 साल भदौ 10 गते बिहान लगभग 8:37 तिर यो हाम्रो चीनको नाका हुँदै आएको विनाशकारी बाढीको कारणले नेपालमा निकै ठुलो धनजनको क्षति भएको छ। सबैजना सतर्क अपनाउनु होला। जो तटीय स्थलमा बस्नु भएको छ, विशेष गरी त्रिशुली, भोटेकोशी। सुरुमा बाढी यसरी आएको रहेछ, जहाँ चाहिँ त्यहाँ भाग्नुस् भन्दा पनि आफ्नो ज्यानको भन्दा पनि मिसिनको मायाले त्यहीँ कतिजना डेथ हुनुभयो। अहिलेसम्म 394 जना हाम्रो देशभन्दा बाहिरका पर्यटकहरू, एउटै गाउँमा 75 जना त्यहाँ गाउँका मान्छेहरू लगायत देशभरि अहिलेको तथ्याङ्क अनुसार लगभग 600-700 मान्छेको अहिलेको अवस्थामा बेपत्ता भएको खबर आएको छ। यो पछि कति आउने हो, कति गाउँ नै बेपत्ता छ, कति विद्यालयहरू बगाइएको छ। यो अब के कारणले भएको हो भन्ने कुरो खुलस्त त छैन। यसको विशेष रिजन भन्ने कुरा पनि यही टुङ्गो छैन। सुरुमा चाइनाले ड्याम फुटेर आएको भन्ने भयो। दोस्रोमा उनीहरूले दोस्रो खबर फेरि होइन, हिम पहिरोको कारणले हो भन्ने भयो। जे होस्, यो खबर हामीले समयमै पाउन पाएको भए धनजनको क्षति कम हुन्थ्यो कि। यसमा गोसाइँकुण्ड घुम्न जानुभएदेखि लगायत कतिौँ पर्यटकको अकालमा निधन भयो, कतिको धनजनको क्षति भयो। अझै पनि पूर्ण रूपमा त्यहाँ भएको बाँधको पानी नसकिएकोले अझै पनि बाढी घटो भन्दैन। तटीय स्थल यहाँको ठाउँमा नगइदिनु होला र उद्धार आपतकालीन नम्बरहरू मैले यहाँ राखिदिएको पनि छु र तपाईँले 111-15 मा पनि फोन गर्न सक्नुहुन्छ यो आपतकालीनको बेला। र एनसिएलले 3 दिनसम्मको लागि तपाईँले तपाईँहरू जुन एरियामा आपतकालीन एरिया, जुन त्यो नुवाकोट, धादिङ एरियातिर हुनुहुन्छ भने हजुरलाई एनसिएलले 3 दिनसम्म फ्री डाटा, फ्री कल अनि 100 SMS पनि सुविधा गरिदिएको छ। तपाईँहरू अझै पनि तपाईँहरू बाढी कम भएर बाढी नदीको छेउछेउ जाँदै हुनुहुन्छ भने सतर्क रहनुहोला। फेरि पनि भन्दैछु, ल हेर्नुहोस् यसरी वेग आएको थियो। यो चाहिँ यो धादिङमा आइपुग्दाखेरिको हो। हेर्नुहोस् नुवाकोट बजार यसरी बगाएको थियो त्यहाँ। यति माथिसम्म आएको र यो चाहिँ नुवाकोटको एउटा पुरै गाउँ, सिङ्गो गाउँ नै बगाइसकेपछि त्यहाँको अवस्था हो। यहाँ रुवावासीदेखि लगायत सबै कुरा भइसकेको छ। एउटा गाउँको लगभग 75 जना, त्यो गाउँको मात्रै 75 जना मान्छे अहिले बेपत्ता हुनुहुन्छ, अरू सम्पर्कमा हुनुहुन्न। खोजी कार्य जारी छ, उद्धारको कार्य जारी छ। अवस्था एकदमै नाजुक छ। बाढी एकदमै घर नजिक आइसकेको छ। जना सुरक्षाकर्मी अहिले त्यहाँको बाढीको अवस्था कम हुँदै गए पनि फेरि आउन सक्ने अवस्था छ। र नुवाकोट
बजारको अवस्था हो र माथिसम्मको भरौली पनि बगाउँदैछ। अवस्था पनि खतरनाक छ। सबैले हात मिलो गर्दै जति साँझ पर्यो त्यति समस्याहरू थपिँदैछ। हजुरहरूसँग जे छ कति मान्छे ओछ्याउनेले लगाए सबै कुराहरू बाँडेर प्रयोग गर्नु होला। एकअर्कालाई सहयोग जहाँ हुनुहुन्छ सुरक्षित रहनु। हजारौं मान्छे मरिरहेको छ यहाँ त, हजारौं लाखौं मर्छन् मान्छे त। कति मान्छेहरू चाहिँ कतिजना हजारौं मान्छे मरेला बिचैमा सम्पर्क अहिले उहाँहरूको हजुरहरू जहाँ हुनुहुन्छ आफन्तहरूलाई हेल्प गरिदिनु होला। यहाँ अवस्था हामीले जति गर्न सक्छौँ हामीले जति हेल्प गर्न सक्छौँ सबैले सकेको सहयोग गर्नु होला। सुरुमा यसरी छाइ नभई 81 बाढी आएको थियो। छोटा घरहरू कतिजना मान्छेहरू त्यहाँ खेतमा काम गर्नुहुन्थ्यो होला, काम गर्दै हुनुहुन्थ्यो होला। त्यहाँ अब कतिजना बेपत्ता हुनुहुन्छ, अहिलेसम्म केही असर पत्तो छैन। कसैलाई भाग्दै बगाएको छ, कसैलाई काम गर्दा गर्दै बगाएको छ, कसैको घर उजाड भएको छ, कसैको परिवारै सकिएको छ, गाउँै सकिएको छ। पानीको सतह बढेको बढै छ। पानीको सतह हेर्नुहोस् गाउँमै छिरिसकेको छ माथिसम्म। यो के कारणले आएको हो भन्ने कुरा अहिलेसम्म पत्तो छैन। नुवाकोट बजारको फुल त्रिशुली बजारलाई हेर्दै त्रिशुली बजार यति राम्रो बजार हेर्दै त्रिशुली बजारलाई पनि सखा बनाएको छ। साथी जाऊ भो कस्तुरी माया यसै छुट्नु साटो। पत्रुबडी चौका स्यार कसैलाई दशा छ त कसैलाई दसैँ छ, कसैलाई पीडा छ त कसैलाई झगडा छ ग्यासको लागि। ल हेर्नु ग्यासको लागि झगडा गरिरहेका छन्। यो मान्छे कतिसम्म स्वार्थी भयो। मौकाको फाइदा अवस्था एउटा ग्यासको लागि झगडा गरेका यस्तो सङ्कटमा परेको अब बेलुकासम्म दक्षिण रसाबाट सुरु भएको भीषण बाढीको अवस्था झन भयावह बन्दै गएको छ। भर्खरै आएको यो खबरले अब रसुवा मात्रै होइन धादिङ नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा समेत ठूलो त्रास पैदा गरेको छ। बाढीको बहाव तीव्र गतिमा तलतर्फ बढिरहेको छ र बाटोमा पर्ने संरचनाहरूमा क्षति पुर्याउँदै अघि बढिरहेको प्रारम्भिक विवरण आएको छ। अझै झस्काउने कुरा कैलाश मानसरोवर यात्रामा निस्किएका करिब 50 जना पर्यटक समेत सम्पर्कविहीन भएको प्रारम्भिक खबर आएको छ। उनीहरू कहाँ छन् र अहिले कस्तो अवस्थामा छन् भन्ने बारे थप जानकारी आउन बाँकी नै छ। उता प्रभावित क्षेत्रमा उद्धार र उपचारका लागि नेपाली सेनाको 14 सदस्यीय मेडिकल टिम सहित MI-17 हेलिकप्टर काठमाडौँबाट रसुवातर्फ उडिसकेको छ। तर प्रभावित क्षेत्रमा मौसम बाढी र क्षतिग्रस्त संरचनाका कारण उद्धार अभियान आफै ठूलो चुनौती बनेको छ। यता रसुवाको बाढी धादिङको गल्छी हुँदै गजुरीको गलौदीसम्म आइपुगेको जानकारी आएको छ। गल्छीमा बाढीले एउटा झोलुङ्गे पुल नै बगाएको छ। मलेखु र गल्छी क्षेत्र हे भगवान, यसरी आएको थियो है चीन तर्फबाट
हिम पहिरो हेर्नुहोस् त यो रसुवातिर रहेको अध्यागमन विभागमा आएको हिम पहिरोको दृश्य म तपाईँलाई देखाउँछु। भागाभागको अवस्था सिर्जना भएको थियो त्यहाँ। यो नेपाली समय अनुसार बिहान 9 बजेको यो दृश्य हो। मुटु काम्ने, डरै लाग्ने भागाभाग छ त्यहाँ। यस्तो डरलाग्दो हिम पहिरो आयो, यसले आज सिङ्गो देशलाई स्तब्ध बनायो। आज धेरै परिवारका आफ्ना आफन्तीहरू बेपत्ता भएका खबर आएका छन्। परिवार सम्पर्कमा छैन, रसुवातिर सम्पर्क हुन सकेको छैन, विभिन्न ठाउँमा सम्पर्क विच्छेद भएको छ किनकि कन्ट्याक्टै छैन। आज यस्तो अवस्थाबाट आएको थियो हिम पहिरो। यो हेर्नुभयो भने सबैको आङ सिरिङ्ग हुन्छ, हामीलाई डर लाग्छ, तर्सिन्छ। प्लिज अझै पनि सचेत सजग रहौँ। अझै पनि पुरा आएको छैन अरे, अझै आउन सक्ने भनिएको छ। त्यस कारणले हामी प्लिज मानवता नभुलौँ। यतिखेर एकले अर्कालाई सहयोग गर्ने समय पनि हो, तर केही समय पख्नुहोस्। अहिले नै हजुरहरू नदीको छेउछाउमा जाने, आसपासमा जाने काम नगर्न आग्रह गर्छु। र देशले, सरकारले उद्धारमा आह्वान गरेको छ, सबैलाई आफ्नो तर्फबाट सहजीकरण गर्न आह्वान गरेको छ। गृह प्रशासनको अनुरोधलाई मान्न आग्रह गरेको छ। राज्य विपद व्यवस्थापन समितिको कुरालाई पनि तपाईँहरूले मनन गर्नुहोला। यसरी यो हिम पहिरो आएको थियो। यो दृश्यले हामी सबैलाई रुवाएको छ। यो चीनतर्फको यो अध्यागमन शाखामा आएको हिम पहिरो देख्दा तपाईँ हामी जोकैको मुटु हल्लिन्छ। जहाँ आउनुहुन्छ सबैजना सतर्क रहनुहोला। सबैले आफूले सहयोग